जय मसीह छ। हजुर सबैजनालाई ग्रेस अफ गड च्यानलमा यहाँलाई स्वागत गर्दछु। आज हामी पढेर सुन्नेछौँ भजन 42 परमप्रभुको तीर्सना। जसरी हरिणले खोलाका पानीको तीर्सना गर्दछ, त्यसरी नै हे परमेश्वर मेरो प्राणले तपाईको तीर्सना गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटुँ। मेरो आँसु रात दिन मेरो आहार बनेको छ र मानिसहरू लगातार मलाई भनिरहन्छन्, खोइ तेरा परमेश्वर। मेरो हृदयका कुराहरू पोखाउँदा यी कुराहरूको मलाई सम्झना हुन्छ। म कसरी ती उत्सव मनाउने। जनसमूहसित हर्ष र धन्यवाद साथ जाने र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्वरको मन्दिरतर्फ लाने गर्थे। हे मेरो प्राण त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्। तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ। अन्तस्करणमा मेरो मन उदास भएको छ। यसकारण म यर्दनको देशबाट र हेम्रोन र मिसारको डाँडाबाट तपाईलाई सम्झनेछु। तपाईका चहराको गर्जनमा सागरले सागरलाई पुकार्दछ। तपाईका सम्पूर्ण छाल र तरङ्गहरूले मलाई छोपेका छन्। परमप्रभुले दिउँसो उहाँको प्रेम पठाइदिनुहुन्छ र राति उहाँको भजन मसित हुन्छ, जो मेरो जीवनका परमेश्वरलाई प्रार्थना हो। मेरा परमेश्वर मेरो चट्टानलाई म भन्छु, तपाईले किन मलाई बिर्सनु भएको छ। शत्रुहरूको थिचो मिचोमा परेर म किन शोक गरेर हिँडिरहनु पर्ने। मेरा हाडहरूमा घातक चोट परे झै मेरा शत्रुहरू मलाई गिल्ला गर्दै लगातार मलाई भन्छन्, खोइ त तेरा परमेश्वर। हे मेरो प्राण त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्। तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ। आमेन। यहाँहरू सबैलाई परमेश्वरले धेरै आशिष दिउन्।